बुहारी हजुर जाऊ जाऊ कपडा फेरि आऊ बारीमा एकछिन काम गर्नु पर्यो बुहारी आऊ न हौ कति बेर गरेको होइन हो के थियो रात पर्न आयो तिनीहरू सासूबारी बारी मल हाल्नु जाने भनेको होइन हौ बुहारी महारानीको चटक सकिनु पर्यो घरि के गर्छ घरि के गर्छ महारानी आइन् भने लैजाउँला बारीमा भनेको खै ढिलो भइसक्यो अनि के कपडा लगाएको बारीमा काम गर्न जाने हो कि फेक्ट्रीसम्म जाने होइन अर्को कपडा लाएर बारीमा काम गर्न मिल्ने खालको कपडा त्यही कपडा फेरेर आइहाल्छु अनि के कपडा लगाएको भनेर त्यो टिक्रा देखाएर मान्छे देख्यो भने के भन्छन् लाज हुँदैन यस्तो एकछिन काम गर्नु पर्यो सगाउले भन्यो हिँड्नु छिटो पानी आउनु लागिसक्यो म रेडी भएर आइसकेँ त कसरी काम गर्ने नि खै दिनुहोस् म गएर काम गर्छु खन्नी भन्नुहुन्छ नि सासु आमाले हेर्नुहोस् यहाँ यसरी खन्नी हो यहाँ घाम भएर चस्मा लगाएको नि यहाँ कस्तो आँखा कमजोर छ मेरो यसरी खन्नी हो, चस्मा लगाएर